दर्शक महानुभावहरू अन्ततः यो जोडीको पुरा हुने भयो नयाँ घरमा बस्ने सपना। भत्किन लागेको घर छोडेर नयाँ घरमा जाँदै गर्दा देखियो यस्तो माहौल। पहिला हामी थियौँ नि दुखी, अहिले हामी साह्रै नै छौँ खुसी। तारासँगै जुन बिर्स्यो कि मायाले मैले लाएको गुण। सपना जस्तो लागिरहेछ। हजुर, के सम्झेर रुनु भयो आज तपाईँ? के सम्झिराख्नु भएको छ? यो खुसीको आँसु हो है? सबैले भन्नुभएको थियो नि यो घरबाट सारेर अर्को घरमा राखिदिनु न पारस सर भनेर भन्नुभएको थियो। आज भने त्यो सपना पुरा हुँदैछ। उहाँहरू पनि एकदमै खुसीमा हुनुहुन्छ। जीवन बाँचे पो अरू गर्न सकिन्छ, जीवनै नरहे के गर्न सकिन्छ र? एक सबै सामान निकालौँ होइन, ल्याउनु सबै सामान निकालौँ। त्यस पछाडि अनि त्यस पछाडि लगौँला एकचोटि होइन, जाउँ। सम्पूर्णमा नमस्कार, म पारस भट्टराई। फेरि पनि यो सुन्दर जोडीलाई भेट्नको लागि म कास्की जिल्लाको रूपा गाउँपालिका वडा नम्बर 6 को यो तालबेसीमा आइपुगेको छु। केही दिन यता म यो जोडीसँगै छु। किन छु भने उहाँहरू एकदमै ठुलो समस्यामा पर्नु भएको छ। उहाँ बसिरहेको घर एकदमै जीर्ण छ। उहाँहरूको ज्यान कति बेला जाने हो, कति बेला यो घर भत्किएर उहाँहरूको जीवन खत्तम हुने हो त्यो पनि टुङ्गो छैन। त्यो देखिसके पछाडि मलाई दुःख पनि लाग्यो। कसरी हुन्छ, पहिलो प्रथम त उहाँहरूको जीवन बचाउनु पर्यो भनेर म विगत एक हप्तादेखि यो ठाउँमा घुमिरहेको छु, बसिरहेको छु। कसरी हुन्छ उहाँहरूको लागि केही सहयोग जुटाउँ भनेर लागि परेको छु। आज भने निकै नै खुसीको खबर तपाईँहरू माझ प्रस्तुत गर्नको लागि यति बेला म उहाँहरू भएको ठाउँसम्म आइपुगेको छु। म मात्रै छैन, यहाँ निकै नै सहयोगी मनकारी भावनाका व्यक्तिहरू पनि यहाँ हुनुहुन्छ। पछाडिपट्टि देखिराख्नु भएको छ ब्याकग्राउन्डमा यो घर हेर्दाखेरि अहिले अगाडिबाट त ठिक छ, तर पछाडिबाट हेर्दाखेरि एकदमै भत्किएको जुन कुराहरू मैले जुन भिडियो, यो घरको भिडियो अघिल्लो भिडियोमा पनि राखिसकेको छु। तपाईँले देखिसक्नु भएको छ। धेरैले उहाँहरूको यो जोडीलाई, उहाँहरूको यो परिवारलाई माया र सद्भाव दर्शाउनु भएको छ। आज भने तपाईँहरू सबैले भन्नुभएको थियो नि यो घरबाट सारेर अर्को घरमा राखिदिनु न पारस सर भनेर भन्नुभएको थियो। आज भने त्यो सपना पुरा हुँदैछ। उहाँहरू पनि एकदमै खुसीमा हुनुहुन्छ। जीवन बाँचे पो अरू गर्न सकिन्छ, जीवनै नरहे के गर्न सकिन्छ र? त्यो भएर आज हामी यहाँ आइपुगेका छौँ। अर्को एकदमै महत्त्वपूर्ण व्यक्ति, उहाँ व्यक्ति नभएको भए म यो ठाउँमा आउनको लागि केही समय लाग्थ्यो होला, किनकि उहाँ एउटा यो परिवारको लागि भगवान सरी आउनुभएको छ। उहाँले यो परिवारको दुःख हेरिसके पछाडि मलाई फोन गर्नुभयो, मलाई भेट्न कोसिस गर्नुभयो, मलाई भेट्नुभयो। यो परिवारको लागि म केही गर्न सक्छु, म यो परिवारको लागि केही गरिदिन्छु। बिचरा यो दुःखमा परेको परिवारको लागि म केही गर्छु। मैले दुःखमा परेका व्यक्तिहरू, दुःखमा परेका नेपालीहरूलाई देख्नै सक्दिनँ, उहाँले भन्नुभएको थियो। उहाँसँग भेट पनि भयो। विकास लामिछाने जो होटल व्यवसायी पनि हुनुहुन्छ, पोखराको माझी कुनामा उहाँको एलेक्स रेस्टुरेन्ट छ। उहाँले विगत धेरै वर्षदेखि एलेक्स रेस्टुरेन्ट चलाइराख्नु भएको छ। आफ्नो व्यवसाय मात्रै गरिराख्नु भएको छैन, समाजमा यस्तै दुःखमा परेका नेपालीहरूलाई हर हमेसा सहयोग पनि गर्नुहुन्छ। उहाँलाई पनि मैले लिएर आएको छु। किन लिएर आएको छु भने उहाँहरूको लागि उद्धार गर्दै हुनुहुन्छ। आज म त एउटा पुलको काम गरिदिएको छु। दर्शक महानुभावहरू, उहाँहरू जस्ता सहयोगी मनकारी नेपालीहरू नभएको भए आज यो गरिब दुःखी भाइ बहिनीहरू यत्तिकै यही घरमा बस्नु पर्थ्यो। म त एकदम खुसी छु। तपाईँहरू कति खुसी हुनुहुन्छ? म धेरै खुसी। के कारणले खुसी हुनुहुन्छ भन्नुहोस् त? अर्को घरमा बस्नु पाएर खुसी हुनुहुन्छ। तपाईँलाई धेरै गाह्रो थियो होइन यहाँ बस्दाखेरि? कति बेला के हुने हो टुङ्गो थिएन। तपाईँहरूलाई लाग्थ्यो कि लाग्थेन कोही हाम्रो जीवनमा यसरी आउनुहुन्छ र यो ठाउँबाट टपक्क टिपेर अर्को ठाउँमा लगिदिनुहुन्छ भन्ने सोच्नु भएको थियो कहिले? सपना जस्तो लागिरहेछ। हजुर, के सम्झेर रुनु भयो आज तपाईँ? के सम्झिराख्नु भएको छ? यो खुसीको आँसु हो है? निकै दुःखमा हुनुहुन्थ्यो भनौँ। तपाईँ धेरै मेहनत गर्ने मान्छे, तपाईँहरूको परिवार एकदम मेहनत गर्नुहुन्छ। बस्न राम्रो बास थिएन। आज हामीले यो ठाउँबाट सारेर अर्को ठाउँमा लगिदिँदैछौँ। कस्तो लागिरहेछ? एकदम खुसी लागेको छ। यहाँबाट अब यहाँबाट अर्को घर जान पाउँदा कति खुसी लाग्यो। खुसी लागिरहेछ। हजुर, किनभने अब बर्खामा अब भल पानी छिडिरहेको छ होइन। बेलुका अब पानी परेपछि, अब त्यो पानी परेपछि अनि बत्ती बालेर हेर्छु कि बत्ती बाल्दाखेरि तपाईँको बत्ती छैन होइन। बत्ती लाइन गएको हुन्छ अनि डाँडा लाइट बाल्दाखेरि तपाईँको पानी आइरहेको हुन्छ तलबाट। अनि त पानी हेऱ्यो कतिलाई पानी कति बस्ला र बस्दै हुन्थ्यो। अब ह्याउँदा नपर्दै हुन्थ्यो, मनमा ढक 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 हुन्थ्यो कि सुत्नै सकिन्थेन रातभरि। म त सुत्थेन।
कति बेला ज्यान जाने हो टुङ्गो थिएन थिएन बिचरा सानो छोराको केही भइहाल्यो भने कस्तो हजुर नमजा हुन्छ भन्ने लाग्थ्यो हजुर त्यो छोरालाई बचाउँ भन्ने लाग्थ्यो हजुर फाइनली आज तपाईँहरूको सपना पनि पुरा हुँदैछ हामीले केही खाद्यान्नको सामानहरू पनि लिएर आइपुगेका छौँ र केही आर्थिक सहयोग पनि तपाईँहरूलाई हामी गर्नेछौँ र यो घरबाट जुन घरमा हामी सर्दैछौँ त्यहाँ जुन भाडाको लागि जति पनि पैसा लाग्छ 1 वर्षको लागि त्यो पनि हामी व्यवस्थापन गर्दै नै छौँ तपाईँहरूले आफै भन्नुभएको थियो सधैँभरि तपाईँहरूले दिएको पैसाले सधैँभरि पुग्दा पनि पुग्दैन हामीलाई बरु काम खोजिदिनुहोस् न दाइ भनेर तपाईँले भन्नुभएको थियो त्यो तपाईँको लागि कामको व्यवस्थापन पनि हामी गर्नेछौँ ताकि तपाईँको जीवन अगाडि बढ्नको लागि चाहिँ तपाईँको जीवनलाई चलाउनको लागि सजिलो होस् होइन त्यो सोचेर चाहिँ हामी आइपुगेका छौँ भन्दा भन्दै छोरो पनि आइपुग्नु भयो आऊ आऊ यता आऊ ओहो नमस्ते गर अङ्कललाई हेर त आज को आएको सबैले नमस्ते गरिदेऊ सबैले नमस्ते गरिदेऊ यता अङ्कलहरूलाई यता अङ्कलहरूलाई यता कति राम्रो छोरो है यता ल तिमीलाई त बिस्कुट पनि लिएर आइदिएछौँ बिस्कुट खाने खाने कि नखाने बिस्कुट खाने कति पढ्छौ तिमी ओके यतापट्टि थोरै जोडिन चाहन्छु तपाईँले यो उहाँहरूको भिडियो हेरिसके पछाडि सहयोग गर्छु भाइ भन्नुभयो के मनमा के कुरा खेल्यो दाइ कि उहाँहरूलाई यसरी सहयोग गर्नुपर्छ हजुरले हालको भिडियो देखेँ नि अब त्यो भिडियो देखेपछि मेरो मन छोयो के सहयोग गरौँ होइन भेटघाट नि हुन्छ त्यो हिसाबले चाहिँ आज देख्दाखेरि मलाई एकदम खुसी लागेको छ होइन यो सहयोग गर्न पाउँदाखेरि सुक्ख भने जस्तो होइन त्यो दिन अवश्य हुन्छ होइन आतिर हुँदैन तपाईँले योभन्दा अगाडि पनि थुप्रैलाई सहयोग गर्नुभएको त्यहीमा झन् आफ्नै गाउँको ठाउँको होइन भाइ बहिनीलाई सहयोग गर्न पाउँदा झन् खुसी भएको छु मैले होइन नजिक पनि भयो अब आइन्दा दिनहरूमा त्यस्तो केही सहयोग चाहियो भने मलाई मेरो नम्बर राखेर मलाई फोन गर्दा नि हुन्छ ओके के सहयोग पर्छ भने म यहीँ माझीकोना है माझीकोनाकोमा मेरो रेस्टुरेन्ट छ एलेक्स रेस्टुरेन्ट होइन म अहिले जाने नम्बर दिन्छु केही त्यस्तो दुःख सुख पऱ्यो भने मलाई फोन गरेर हुन्छ ढिलो नगरौँ किनभने होइन यो भत्किएको एकदमै जीर्ण अवस्था भएको घरबाट हामी सर्दैछौँ भनेर मैले पहिला पनि भिडियोमा भनिसकेको छु सुरुमा अब यहाँबाट हामी सामानहरू लिएर त्यसतर्फ लाग्छौँ लाग्ने बाबु अब यहाँबाट हामी उता जाने माथि जाने जाने कि नजाने माथि किन जाने भन त किन आएको होला हामी के थाहा छ तिमीलाई थाहा छैन तिमीलाई लिन भनेर आएको हामी त जाने किन नजाने किन नजाने किन नजाने भन त ल साथी छन् उता यहाँ उता मिठो मिठो हो र मिठो मिठो खाना पाइन्छ उतातिर कति रमाइलो छ ठाउँ मिठाई बिस्कुट जे पनि खान पाइन्छ जाने एक सबै सामान निकालौँ होइन ल्याउनु सबै सामान निकालौँ त्यस पछाडि अनि त्यस पछाडि ब्लग लाग्यो एकचोटि होइन जाउँ खोइ त बाबु खोइ नि ए बाबु अहिले पछि त्यहाँ बिस्कुट राख्दैछ है अङ्कलले बिस्कुट ल्याइदिनु भएको छ है अहिले पछि धेरै खुसी लाग्यो फेरि भएन खुसी भयो आनन्दले राति सुत्नु होला नि डराउँदै सुत्न पर्थ्यो अहिले आनन्दले ढुक्करी सुत्न पाइयो तपाईँले अरूलाई सहयोग गरेको देख्दाखेरि ए मतलब भिडियो चाहिँ हेर्नुहुन्थ्यो मेरो हजुर एउटा न एउटा सहयोग चाहिँ पाइएला भन्ने चाहिँ लाग्छ हामी जाने घर चाहिँ कुन हो माथि अलि माथिपट्टि पर्छ त्यो घर चाहिँ एकदम ठिक छ नि होइन हजुर हामी एकदम सबै हेरेर आएको नि हिजो है हजुर त्यहाँ त कुनै त्यस्तो गाह्रो छैन नि छैन पहिला हामी थियौँ नि दुखी अहिले हामी साह्रै नै छौँ खुसी तारासँगै जुन बिर्स्यो कि मायाले मैले लाएको गुण बिर्स्यौ कि मायाले मैले लाएको गुण जसले कुन लाउँछ नि उसलाई बिर्सेन हुन्न नि कहिले पनि बिर्सिन्न होइन सबैलाई सम्झेर बस्छु